घरमा को हुनुहुन्छ आमा? मेरो घरमा छोरा विदेश गएको छन् बाबु। छोरा विदेश जानुभएको छ? विदेशका कान्छो छोरा विदेश गएको छ। धादिङमा बुहारी छ अनि धादिङमा घर बनाएर बसे। ए कति भाइ छोरा? 2 भाइ। जेठा कहाँ हुनुहुन्छ? जेठा नारायणघाट। नारायणघाटमा। हजुरसँग को हुनुहुन्छ? एक्लै हुनुहुन्छ हजुर? आफै पकाउने आफै खाने? आफै खाने आफै खाने। कसले दिन्छ त? छोरा बुहारीले पनि माया गर्नुहुन्छ होला नि त? गर्छन्। अब भरे छोरा आउँछ नारायणघाटबाट? हजुर। ए नातिनी बुहारी आएर गाँथे। नातिनी बुहारी? नातिनी बुहारी आएर गाँथे। म यो आफ्नो गाउँ आएको। यो मेरो गाउँ हो नि त। हो। मेरो लोग्नीको गाउँ हो। लोग्नी पो मऱ्यो त। हजुर। हामी जान छौँ छोराहरू बाहिर चर्न गएको छ। चर्न गए त बाबु? हो आमा हो। चर्न गएको। यति टाढासम्म आउनु भएको? आएको हेर्नलाई हजुरहरूको सामान हेर्न आएको। लन्नी के बुढो भएर एक्लै आउनु भयो? के खानु भयो नि? सन्चै त हुनुहुन्छ? के सन्चै के बिसन्च हिँड्न लागेको त यसो हुन्छ। त्यसो हुन्छ है। अब उमेर भइसक्यो नि त आमा, त्यही भएर होला। कति वर्ष पुग्नुभयो त हजुर? म 84 भइसक्नुभयो? अझ पनि यति तगडा हुनुहुन्छ? हामी त हजुरको उमेर मरिजाउँला त आमा। यतिसम्म त बाँच्दैनौँ होला हामी त। हजुरले झन् अझै कति राम्रै हुनुहुन्छ हजुर त, हेर्नु त। हो त, कति राम्री हुनुहुन्छ। राम्री तगडा अझै पनि। अब फिल्म खेल्न जानु पर्यो आमा। अब भरबेर खेल्ने है। नाच्न पनि आउँछ हजुरलाई? गीत गाउन नि आउँछ होला? आउँथ्यो, गाउनुहुन्थ्यो पहिला पहिला? उहिले के कसो हुन्थ्यो? घाँस दाउरा गर्दा जाँदा गाउनुहुन्थ्यो? नभए कुनै आउँछ भने सुनाइदिनु न। एउटा गाइदिनु न आमा। मिठो स्वर छ हजुरको, एउटा गाना गाइदिनु, यसो सुनौ। के को लाज? बिजित भइहाल्छ। कसले गर्छ बेइज्जत? म छोरी जस्तो होइन? अनि छोरो छ। अनि मेरो लागि गाइदिनु भनेको नि। 2टा छोरा छन्, बुहारी छन्। अब पनि गीत भन्ने बेला छ। केही हुँदैन नि आमा। मन लाग्दैन हजुरको? लाग्दैन? रमाइलो गर्न मन लाग्दैन? लाग्दैन? के गर्न मन लाग्छ त? के गर्न मन लाग्यो? यसो हजुरहरूले गरेको हेर मलाई यसो गरेर हिँड्यो। अहिले धुवाको अहिले माट। ल ल, त्यसो भए आफ्नो ख्याल गर्नु है।